मैले चाहिँ यहाँ बसेर यसो सोचेको कि आउने भावी पिँढीको भविष्य चाहिँ मैले साह्रै राम्रो देखिनँ क्या। किन भन्नुहोस् न, हाम्रो बाजे पुर्खाहरूले चाहिँ हामीलाई चाहिँ उड्दै गरेको चरा पक्रिन्थे भनेर मोटिभेट गर्नुहुन्थ्यो, अल्छी हुनु हुँदैन भनेर हो। त्यस्तो मोटिभेट गराउनु हुँदाहुँदै चाहिँ हामी चाहिँ अहिले यहाँ बसेर फेसबुकको टास्क पुरा गर्दै बस्दैछौँ। अब सोच्नुहोस्, हामी जस्तो बाजे पुर्खा पाउने नानीहरूको भविष्य चाहिँ के हुन्छ होला त। हामीले चाहिँ बसी फेसबुकको टास्क कम्प्लिट गर्दै बस्थे भन्नेहरूको नाता नातिनी आउने भावी पिँढीहरू चाहिँ कस्तो हुन्छ होला। हामी जस्तो बुढापाका पाएपछि त नानीहरूको भविष्य साह्रै राम्रो देखिनँ मैले त हो। तपाईँहरूलाई के कस्तो लाग्यो होइन, कमेन्ट गर्नुहोस् ल। मेरो विचार नि अब आज चाहिँ मलाई यहाँ बसेर यसो सोच्दाखेरि मनमा लागेको कुरा क्या, तपाईँहरूसँग पनि सेयर गरेको कि, कमेन्ट गर्नुहोस् ल।